वेलकम बैक टु न्यू भिडियो गाइज। आज चाहिँ हामी अकला देवी जाँदैछौँ अहिले औसली खाँदै। अब यो भाइलाई दिएपछि हामी चाहिँ अब अकला देवीको बाटो चाहिँ तय गर्दैछौँ। अब अकला देवी हिँड्दैको लागि हामी चाहिँ भिडियो ब्लग गराउँदैछौँ। लाइक त्यति दर्शन चाहिँ हजुरहरूले लाइक शेयर सब्सक्राइब हानिदिनु पर्ने भयो। अब हामी चाहिँ यहाँबाट हिँड्दै गरिरहेका छौँ। अब 2 घन्टाको बाटो छ। अगाडि पाठो लिएर जाने हो, वहाँ गएर काट्ने हो पाठोलाई चाहिँ। अब हामी चाहिँ हिँडिरहेका छौँ। अझै 2 घन्टा लाउँछ। हेर्दै बस्नु होला भिडियो। हामी चाहिँ आधी बाटो तक आइसकिएको छ। हाम्रो चाहिँ भिडियो चाहिँ अब कन्टिन्यू बनाइरहनेछौँ। हाम्रो चाहिँ गन्तव्य भनेको तिनकल्या अकला देवी हो। त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि पहिलाको जमानामा एउटा गुरुङ महाराजाले चाहिँ के गर्दाखेरि 3टा रानीहरू 3टा देवीहरू प्रकट भएर त्यहाँ के गरेको हो अरे भन्ने कुरा चाहिँ हल्ला चाहिँ थाहा पाइएको थियो। अब चाहिँ हामी चाहिँ हिँड्दैछौँ। कहाँ अझै पुगेको छैन। अझै छ हाम्रो यात्रा धेरै लामो छ। कहाँ पुगिन्छ अहिले थाहै छैन। अब हिँड्दै गर्नु होला। त्यति दर्शन हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब भन्नु, पुरानो हुन्छ भने लाइक शेयर सब्सक्राइब ठोकेर सपोर्ट गरिदिनु होला। किप सपोर्टिङ गाइज। अब चाहिँ हामी चाहिँ आधी बाटा लगाएको हामी चाहिँ आधी बाटा आइसकेका छौँ। यहाँबाट चाहिँ अब राम्रो राम्रो भ्यू हेर्दै हिँडिरहेका छौँ के अरे। अझै छ धेरै छ। कति अझै 1-2 घन्टाको बाटो जहाँसम्म लाग्छ त्यहाँसम्मको होला। यता बुढाबाजेहरू तास खेल्दै यता यति रमाइलो ठाउँ छ। मान्छे पनि उति फ्रेन्डली नै छन्। अब हामी चाहिँ आधी बाटोमा आउन लागेका छौँ। यो चाहिँ गाडी भयो नि। अब यो गाडी चाहिँ मानेन। हामीले भनेको थियौँ, सोधेको थियौँ चाहिँ यो गाडीलाई सोधेको थियौँ तर जान मानेन। अब चाहिँ हामी हिँडिरहेका छौँ के अरे यो बाख्रालाई लिएर। अब उहाँ पुगेपछि काट्ने हो। त्यसपछि अब यो बाख्रालाई लिएर हिँडिरहेको छौँ। हजुरहरू चाहिँ हेर्न माथेको यो बाख्रो कति माथेको छ। ए ए ए ए गयो 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 यो बाख्रो गयो। यो चाहिँ मेरो गाउँ देखिया छ जुम गर्दाखेरि, तर धेरै देखिया छैन, थोत्तरी देखिया छ। यो चाहिँ हाम्रो गाउँ पर्ने हो। उताटिको त्यो बाटो खनेको साइड चाहिँ परको चाहिँ हाम्रो गाउँ पर्ने हो। अब चाहिँ यो चाहिँ अब माथिको भिडियो भयो टपमा पुगेको। अब यहाँबाट चाहिँ आधी घन्टाको बाटो थियो हाम्रो चाहिँ। अब यहाँबाट आधी घन्टाको बाटो सकेपछि हामी फाइनल्ली हामी आफ्नो डेस्टिनेसनमा आइसक्यौँ। तिनकन्या अकला देवी मन्दिर प्रवेशद्वार। अब यहाँबाट चाहिँ हाम्रो भिडियो चाहिँ सुरु भइसकेको छ। अब हामी यहाँ चाहिँ इन्ट्रो गरिसक्यौँ। अब हेर्दै जानु होला कस्तो राम्रो भिडियो छ। यो इन्टर भइसक्यौँ कि हामी। यति राम्रो छ कि टुरिस्टहरू पनि आइरहेका थिए, तर बोल्न झ्याउ लाग्यो मलाई फेरि। त्यही भएर म चाहिँ कसैसँग बोलिनँ। हामी चाहिँ हिँडिरहेका छौँ अहिले तक। अगाडिको पाठो जुन छ नि हामीले चाहिँ त्यो काट्नु पर्ने हुन्छ क्या। यहाँ चाहिँ के भन्छ भन्दा भाकल गरेर लिएर आउने। यहाँ चाहिँ अनि काट्ने क्याट्ने हुन्छ। अब यो चाहिँ हाम्रो तिनकल्या अकला देवी मन्दिर भयो। यहाँबाट हाम्रो भिडियो चाहिँ अब दोस्रो लेभलमा गइसकेको छ। अब हामी चाहिँ यहाँबाट भित्र लिएर जान्छौँ यो पाठोलाई। पहिला बाँध्छौँ बाहिर, अनि बाहिर बाँधिन्छ ग्यास सायद जहाँसम्म लाग्छ। यो चाहिँ अलि एडिट गर्न पर्ने भएछ। यहाँ चाहिँ हामी भित्र गइरहेका छौँ। अब यहाँ चाहिँ धेरै पाठापाठीहरू हुन्छन्। अब यिनीहरूलाई चाहिँ काट्ने हुन् जसरी पछि गएर। यो भिडियो चाहिँ देखाउनुहुन्न। धन्यवाद। ल